आखिर मलाई के भएको छ त? किन यत्रो दबाईहरू लिएको त? म आखिर किन यति धेरै कमजोर भएँ त? के कारण हो त? ल सुन्नु है त। वेलकम ब्याक टु माई न्यू भिडियो। हजुरहरू सबैजनालाई मेरो नयाँ भिडियोमा स्वागत छ। म चाहिँ हस्पिटल गएको थिएँ आज। 2-4 दिनदेखि सन्चो नभएर ढलिरहेको थिएँ अनि हस्पिटलदेखि आएर घाममा अलिकति सुतेर उठेर रुम मिलाउन गएको छु। रुम चाहिँ लास्टै भएछ आज मेरो, किनकि मलाई 2-4 दिनदेखि सन्चो थिएन, त्यही भएर मलाई लास्टै अल्छी लाग्ने हुने भइरहेको थियो। रुमहरू पनि सफा गरेको थिएन, देख्न सक्नुहुन्छ पुरै लिलिबिली भएको थियो। मलाई चाहिँ लास्टै गाह्रो भइरहेको थियो, त्यही भएर मैले केही पनि काम गर्न सकिरहेको थिएन। कपडाहरू नै धुन छ, आधा कपडा त अस्ति सकी नसकी धोएँ, आधा कपडा अझ बाँकी नै छ। बिहान खाएको भाँडाहरू धोथेन, दिउँसो चाहिँ मैले धोएँ। त्यता फेरि बाबु नाटक गरिरहेको छ। बाबु पनि गयो मसँगै फेरि। म चाहिँ त्यहाँबाट सफा गरेँ, ग्यासहरू चुलोहरू पुरा फुट्थ्यो मेरो चाहिँ। लगभग 15-16 दिनदेखि चाहिँ म बिमार नै थिएँ। बाहिर हाँसी खुसी भए नि भित्रै म लास्टै कमजोर भइसकेको थिएँ। आँखाहरू नि पहेँलो भएको थियो, हातहरू पनि त्यस्तै पुरा शरीर पहेँलो भयो। त्यहाँबाट चाहिँ म यसरी भएन भनेर म चाहिँ हस्पिटल गएको थिएँ आज। अनि हस्पिटलमा चाहिँ मलाई जन्डिस देखायो, रगत पिसाब सबै चेक गरेर चाहिँ मलाई जन्डिस देखायो। अनि म फेरि कपडा लिन गएको छु माथि। कपडा लिन गएँ, अब कपडा सुकाएको थियो नि त उता हस्पिटलतिरबाट आएर, अनि कपडा सपडा ल्याएर भित्र लगेँ। अब पुरै बाबुले फेरि राति पिसाब फेर्दैछ क्या आज, अनि बाहिर सुकाउन थियो। पुरै सुकाएर म चाहिँ रुम सफा गर्दैछु अहिले चाहिँ, तर खासै सन्चो त छैन। त्यही पनि अब आफ्नो काम हो, आफूले नगरे त कसले पो गरिदिन्छ र। भिडियोबाटै मेरो मम्मीलाई र बुढोलाई सम्झिन चाहेँ मैले चाहिँ। अनि त्यहाँबाट हस्पिटलबाट आएर सबै कामहरू गरेँ, घर सफा गर्न थियो, अरू त्यस्तै हो। अनि यो एउटा कुरा है, हजुरहरू भिडियो हेर्दै मलाई कमेन्ट गरिदिनु होला, यो जन्डिसको चाहिँ के खानु हुन्छ के खानु हुँदैन प्लिज कमेन्ट गरिदिनु होला। मलाई चाहिँ खासै थाहा छैन, यदि हजुरहरूलाई थाहा छ भने प्लिज कमेन्टमा गएर भनिदिनु होला। आजको क्यामराम्यान चाहिँ मेरो बधाइनी हो, बधाइनीलाई चाहिँ भिडियो बनाइदिएन त, म गर्छु भिडियो बनाउँदै काम गर्छु भनेर काम गर्दैछु। तर यो सब जति नि मैले त्यहाँ पट्टाएर कुर्सीमा राखेको छु नि, यो सबै धुने कपडा हो के। तर आफ्नो जिउ सन्चो छैन त कसरी धुने भन्ने त्यत्तिकै छ। त्यो सबै एउटा मिलाउन नि यति गाह्रो भएको थियो मलाई, तर जसोतसो अब गर्नै पर्यो। अब के गर्नु, अनि जुत्ता चप्पल पनि हेर्नु न त्यस्तै थियो, आमा छोराको मात्रै जुत्ता चप्पल छ, त्यही नि यस्तो भएको थियो। अनि त्यहाँबाट सबै सफा गरेँ, भाँडाकुँडाहरू पनि एक ठाउँ राखेँ धुने जति। छारो सबै फालेर चाहिँ सकेँ है मैले। अनि बाहिर चाहिँ बरालेको थिएन, बिहानदेखि नै त्यस्तै थियो। अब आफू सकेन, हस्पिटलतिर गइगएँ, अब त्यस्तै हो। त्यहाँबाट हस्पिटलबाट आएर चाहिँ पुरा बढालेँ मैले चाहिँ, सफा गरेँ। अब लास्टै गन्दा थियो नि त, देख्नेले नि के भनेको होला जस्तो लाग्थ्यो। अनि पुरा सफा गरेँ, भिडियोमा चाहिँ तर देखिएको छैन, लास्टै नै फोहोर थियो। अनि सफा गरेँ, अनि त्यहाँबाट अब यस्तै हो, सफा भन्ने चिज गरिरहनु पर्छ नि त। अनि बधाइनी चाहिँ बेला बेला मलाई जिस्काउँदै थिए, कहिले के भनेर। बाहिर चाहिँ खोक्दै गयो फेरि। अनि त्यहाँबाट अब त्यो बढारेर मैले पर कट्ठा फोहोरहाल्ने कट्ठा छ नि त हाम्रो, त्यहाँ लगेर हालेँ। तर बिमारी हुँदा चाहिँ लास्ट मम्मीको याद आएको क्या मलाई चाहिँ। हुन्छ नि त, अब जति गरे पनि आफ्नो मम्मी याद त आइहाल्छ नि त। त्यहाँबाट अब त्यो झ्यालमा अघि भिडियो बनाउँदा ऊ आयो भनेर त्यो झ्यालमा त्यो टावेल लगाएको थिएँ। अहिले चाहिँ यो यस्तो भयो मेरो रुम, अघि न कस्तो थियो हेर्नु त, अहिले चाहिँ यस्तो भयो। त्यहाँबाट अब भाँडा धुने पालो आयो, भाँडा नि सफा गर्नै पर्यो, बिहानदेखिको खाएको त्यस्तै थियो। अब सकी नसकी भए नि गर्नै पर्यो क्या अरे। अब बाहिर आएर सफा गरेँ पुरै। म चाहिँ यो भाँडा चाहिँ दिनमा नै धुन्छु, खानासाना खाएर धोएर। अब के गर्नु त, एक्लै भएपछि यस्तै हो, भाँडासाँडा सबै धुन्छु म चाहिँ।
अझै नि बोल्दा नि अझ कस्तो अर्कै हुन्छ कि मलाई चाहिँ सन्चो चाहिँ भएको छैन। भर्खर आज दबाई ल्याए होला नि बिस्तारै। अनि भित्र आएर यस्तो चिन्ता लाग्यो, एकछिन त सोचेँ अब दबाई खाने टाइम नि भएको थियो, दबाई खान्छु भनेको यत्रो दबाई छ कसरी खाम्ला हे भगवान्। कस्तो मन भयो कि अब जन्डिस भएको अब गाह्रो छ नि त। अनि बदन चाहिँ के भन्दैछु फेरि बदनसँग गफ गर्दै गरेको। अब थोरै अब भ्यासलिन लाएँ मैले चाहिँ, अब चिसो हात धुँदा उ गर्दा हात पुर्छ नि त। भ्यासलिन लाएँ, कपाल सपाल कोरेँ मैले चाहिँ। कपाल कोरेर म चाहिँ अब जान्छु माथि मेवा खान। अब मेवा खान गएँ अनि त्यहाँबाट मेवा खाँदै रहेछ कि माथि दिदीहरू चाहिँ। त्यहाँबाट मैले नि मागेर खाएँ, खाँदैछु। फेरि पुष्पा हेर्नु त्यो हाई भनेर देखाउँदैछु। हामीले चाहिँ मेवा सेवा सबै खायौँ। र छोराले हेर्नु न खा भनेर दिँदैछ कि बिचरा कस्तो माया लाग्दो गर्छ। जहिले पनि म बिमारी हुँदा चाहिँ सबैभन्दा मेरो ख्याल गर्ने भनेको मेरो छोरो होला कि सायद, मलाई चाहिँ लाग्छ है। जहिले बिमारी हुँदा यस्तै गर्छ कि यसले चाहिँ सुर्खेत नि एकचोटि, सुर्खेत भन्न आयो है, सरी इन्डिया नि म बिमारी हुँदा चाहिँ यस्तै गरेको थियो कि यसले। कस्तो खुवाइदिने खानाहरू मुखमा हेरिरहने गर्थ्यो। अहिले नि त्यस्तै रहेछ। म चाहिँ भित्र नुन थप्न गएँ, नुन चाहिँ थोरै कम परे जस्तो लाग्यो। नुन थप्न गएको, नुन चाहिँ मैले अलि धेरै हालेँ किनकि पानीहरू खानुपर्छ भनेर जन्डिस भएको बेला पानीहरू खान्ने भन्छन् नि त। खरो गयो नि पानी खाम्ला भनेर मैले चाहिँ धेरै नै थपेँ। अनि त्यहाँबाट भाउजूलाई चाहिँ भाउजू ढोका खोल्नु लाउनु भन्दैछु। भाउजूले चाहिँ म खाँदिनँ भन्नुभयो, कान्छी भाउजू आइहाल्नु खान। जेठी भाउजूले चाहिँ म नखाने अहिले भन्नुभयो। अनि त्यहाँबाट उहाँहरूलाई दिएँ मैले चाहिँ। अनि खान्न भनेपछि चाहिँ हामीले खायौँ बाहिर आएर चाहिँ। अनि मेरो छोरो हेर्नु न कति माया लाग्दो गर्छ कि मलाई खुवाउँदैछ, जहिले यस्तै गर्छ जहिले बिमारी हुँदा। ल आजको मिनी भ्लग कस्तो लाग्यो कमेन्ट गरेर नबिर्सनु होला। भेटौँला अर्को मिनी भ्लगमा। बाई बाई सबैजनालाई।